हुन्न सानी आमा बा मलाई उल्टे कराउने सानी यता हेर त पत्ता चाहिँ जस्तो सुन्तला बाख्न आइरहेछ। सो हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। सो आफ्टर लङ टाइम पछि मैले भिडियो बनाइरहेको छु। भिडियो त बनाउनु टाइमै नहुने कि अब घरको काम घरमा अलिकति प्रब्लम पनि थियो, त्यही भएर बनाउनु पनि पाएन। कतै जानु पनि सकेन, न घर छोडेर कतै जानु सक्यो। खालि घरको घरमै बस्ने, काम गर्ने, घरमा गएर बस्ने, त्यही भएर म कतै जानु पाएन कि नि भिडियो नि बनाउनु त्यति सकेन। अनि अहिले चाहिँ म भर्खर उठेको, ओछ्यान नि मिलाएन। सो अब होइन यताउता घुम्नु जानुपर्ने छैन ठाउँहरू। अब बिस्तारै मेरो ब्लगहरू आउँछ होइन। सो हाम्रो यही हो, हाम्रो खेत अहिले मकै दामी मकै भएको छ होइन। हाम्रो केराको बोटहरू छ यता, अनि यता नयाँ कल हालेको नि त अहिले पछाडि। अनि हाम्रो प्याज रोपेर लसुन रोपेर आलु रोपेर सकिसक्यो अस्ति नै खनेर सकियो। सो यो चाहिँ हरियो के को होइन, यो चाहिँ हाम्रो बाउले रोपेको स्पेसल होइन। एउटा कागतीको बोट यता छ, हाम्रो यता चाहिँ यो गोबर ग्यासको ट्याङ्कीबाट आउने। यहाँ पनि एउटा केराको बोट छ, यता लसुनहरू अलिअलि छ। मकै चाहिँ हाम्रो यहीँनिर हो, यो पनि हाम्रो मकैबारी, यो पनि हाम्रो मकैबारी हो। यसपालि मकैहरू राम्रो भएको छ, जस हाम्रो होइन खत्रै भएको छ। यता भित्रतिर नि हेर्नु गाउँहरू कस्तो भएको छ भनेर त्यही हेर्नु जानु पऱ्यो नि आज आउँदा कि। यो मकै दामी छ कि अब ठ्याक्क अब पोलेर खाने बेला भएको छ कि मकैहरू होइन। यही टाइम हो कि मकैहरू पोलेर खाने यस्तो दामी भएको छ। सो गाइज हाम्रो गाउँ चाहिँ यति छ होइन अहिले। त्यहाँदेखिबाट चाहिँ यता चाहिँ खासै उतिर छेउछाउतिर राम्रो गाउँ भएको होइन, सफेदाले गर्दाखेरि। यताहरू चाहिँ मकैहरू चाहिँ राम्रो छ। मकै चाहिँ जस यसपालि दामी छ। अनि यो 5 कठामा चाहिँ मकै चाहिँ बब्बाल छ होइन। जस यसपालि यो बिउ पनि थियो, नभए नि कति 500 होइन 900 रुपियाँ किलो बिउ थियो। 900 रुपियाँ किलो बिउ थियो, त्यही किन ल्याएको। 6 किलो बिउ लगाएको छ होइन यहाँनिर। यता पनि 5 किलो 6 किलो जस्तै बिउ लगाएको छ। त्यो चाहिँ मैले बनाएको झुपडी है यहाँनिर होइन, टाउवा हो कि के भन्छ होइन। त्यो चाहिँ यहाँनिर राति या साँढे आएर खाएको बिजो गरेर अनि त्यहाँ गरिदिएको। तारहरूले नि घेराएको छ, चारैतिर तारले घेराएको छ, टाली बान्ने तारले घेराएको छ होइन। साँढेले खायो भनेर धुङ्सो पार्दै थिएँ, मकै सके त्यस्तो पार्दै थिएँ। जति घेरे नि नहुने, जति घेरे नहुने मैले छोडिदिएँ। खाओस् कति खान्छ खाएर छोडिदिएको। त्यहाँनिरबाट आउँदै आएन। सबै मकैमा यस्तो किरा लागिरहेको रहेछ। सबमा लाग्यो कि एउटा दुइटामा लाग्यो हो। यस्तरी किरा लाग्दियो भने त बिजोग हुन्छ त मेरो मकै त राम्रो। यही मकै होइन पोहोर साल भएको थियो, 50-60 हजारको पोहोर साल भएको थियो। यसपालि पनि होस् भन्ने आश गरिरहेको छु होइन, मकैबाट होइन। यहाँ गाउँमा बसेपछि त्यही त नि खेतीसेती गर्नु परिहाल्यो अलिअलि, नगरे त नहुने। अब विदेश जाने भनेर कुराकानी भइरहेछ, विदेशतिर लाग्ने हो। गैडोको वर्तमान सुर्तानी गरेर अस्ति सक्यो। यहाँ मेरो मम्मीको फोटो छ होइन, दामी देखाएको छ दामी होइन। यो चाहिँ मेरो कोठा हो, 4x4 छ, गिरेक्क पारेको छ। यहाँ तल नि कार्पेट ल्याएर अलि सोचिरहेको छु मैले। टिभी छ, मन्दिर छ। हाम्रो आँपको बोट चाहिँ खतरा फुलेको क्या, यस्तो दामी फुलेको यसपालि। फल्यो भने चाहिँ लोद फल्छ होला, बोरै पुरा फल्छ भने सोचिरहेको छु। यो गैटेको वर्तमान गर्दाखेरिको चाहिँ जग्गा सके बनाएको। अहिलेसम्म हटाउनु पर्ने। मम्मी छोरी कुकुरको बच्चा, हाम्रो घर कुकुरको बच्चा होइन कस्तो दामी छ। दुइटा यो चाहिँ दामी छ, तर दुइटै छाउरी छ कि छाउरी हाम्रो यसको माउ। छोरी हाम्रो सानी छोरी हुन्न सानी आमा बा मलाई उल्टे कराउने सानी यता हेर त यहीँ गर त दाइको कान्छी छोरी होइन सानी। के भयो यहाँ आमा फोहोर छ
यता हेर त कसले गाजल लाग्यो तँलाई त्यसरी कसले लाग्यो गाजल आमा नि ल ल ल ल पक्री त्यसलाई त्यो चाहियो रे खेल्नलाई आमा नि ओहो आमा ल उठ 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 दाइ छोरी चाहिँ रिया रिया गरिरहेको छ यहाँ दुइटा फुलको बच्चा यहाँ सुतेर बसेको छ खेलेर बसेको छ अब चाहिँ म चाहिँ जानलाई घाँस सास काट्नलाई यसो कङ्गाल थानतिर गएर घाँस सास काटेर आउनु पर्ला भनेर सोचिरहेको छु अब गएर घाँस सास काट्नु पर्ला सो गाइज हामी कङ्कालमा आइपुग्यो यहाँनिर चाहिँ हनुमान मन्दिर यहाँ ट्रस्ट बनाएको छ उतापट्टि मेयरले बनाएको यता उपमेयरले बनाएको ट्रस्ट यहाँ कङ्काली मन्दिर सो अब हामी कङ्काल मन्दिर आइपुग्यो घाँस सास काट्नु आएको हामी यहाँ अहिले अब जाने अब कङ्काल मन्दिरतिर दर्शन गर्ने यहाँ पनि शिव मन्दिर हो ओम नमः शिवाय यहाँ शिवजी छ यहाँनिर छ यहाँ मन्दिर छ त्यहाँ पुजारी बस्थे त्यहाँनिर पुजारी बस्थे यहाँनिर अहिले पूजा छोडेर गइसकेको छ यहाँ घन्टीहरू छ यहाँ अहिले नयाँ नयाँ पुजारी भाउजूहरू आएको छ अहिले के बेलफुट हो के र त यहाँ अर्को मेन पुजारी हाम्रो आन्टी हो जस घाँस काट्दा आएको घाँस काटाउँदा पनि दर्शन ससन गऱ्यो मन्दिरहरू पनि कागतीको बोटहरू पनि छ यतातिर मन्दिर ठुलो बेलको बोट थियो यहाँ ठुलो घन्टी थियो हरायो अरे यहाँ सानो सानो घन्टी छ चोरेर लगाइने अब हरायो भन्नु पऱ्यो जसरी पनि सो गाइस घाँस काट्दा यहाँ हामीले सुन्तलाको बोट भेटाएको छ है सुन्तलाको बोट भेटाएको छ यहाँनिर चाहिँ हामीले घाँस काट्दा सुन्तलाको बोट भेटाएको छ है पत्ता चाहिँ जस्तो सुन्तला बाख्न आइरहेको छ होइन जङ्गलमा घाँस काट्न घाँसै केही पाउँदैन सबै बोट त सुकेर भर्खर सो गाइस घाँस लिएर आइयो होइन घाँस त्यति पाएन थोरै घाँस लिएर आइयो यति नै घाँस ल्यायो धेरै घाँस पाएन सो गाइस सपोर्ट गर्दै गर्नु होला ब्लगहरू आउँदै गर्छ मेरो टेन्सन नगर्नु होला